सरकारले काम गर्न नपाएको हो। चाहिँ त्यो सम्पत्ति शुद्धिकरणको प्रक्रिया पनि यो सरकारले डिले गरौ पर्दा हाल्यो। अनि बन्द कोठामा ढोका लाएर ती 12-14 पन्ना पेजमा इलेजर लाएर कसका लागि खेती गरेको हो अर्थमन्त्रीज्यूले? अब जेरुसलमका पण्डितहरूको बारेमा पढेर यो राष्ट्र बुझिन्छ? हाम्रो सम्माननीय प्रधानमन्त्रीले यो देशको 71 स्थानमा सीमा अतिक्रमण भएर लिपुले, कालापानी, लिम्बियाधुरा सहित 60,662 हेक्टर जमिन अतिक्रमण भएको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता र महेशपुरमा भारतीय सुरक्षा कर्मीले पसेर त्यहाँको तटबन्धन बाँध्ने कुराहरूमा पनि रोक लगाएको कुरामा यो सरकारको ध्यान आकर्षण भयो कि भएन? अब समग्रमा गहिरो मसिनो राजनीतिक विषयवस्तु माले महासचिवले पनि राख्नु होला, जो हामीलाई हात डोर्याएर कुनै समय राजनीति सिकाउनु भएको थियो। त्यसै गरेर कानुनी विषय यहाँ दिनेश त्रिपाठीज्यू आउनु भएको छ, अन्तर्राष्ट्रिय विद यहाँ सर हुनुहुन्छ, उहाँहरूले तथ्यगत केही कुराहरू राख्नु हुने नै छ होइन। मैले चाहिँ हाम्रो पार्टीको तर्फबाट पार्टीको विचार अनुसार अथवा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति कुनै पनि कोणबाट न कूटनीतिक हो न राजनीतिक हो। यसमा देशभक्त, राष्ट्रवादी र प्रगतिशील दृष्टिकोण राख्ने जनताले, बुद्धिजीवीले सबैले यसमा दुःख व्यक्त गर्नुपर्छ भन्ने लाग्छ। किनभने नेपालले आजसम्म सीमा मिचेको मैले चाहिँ त्यो इतिहास पढ्न पाएको पनि छैन र देखेको पनि छैन। अब 10 गजा क्षेत्रमा आएर घुमन्ते फिरन्ते र चाहिँ सामान्य गरी खाने मान्छेले उताकाले यता गरे होलान्, यताकाले उता गरे होलान्। यो चाहिँ 10 गजा क्षेत्र जो चाहिँ खुल्ला रहनु पर्ने हो, त्यो चाहिँ पारस्परिक सम्बन्धका कारणले पनि त्यस्तो हुनसक्छ। त्यसलाई सीमा अतिक्रमण भन्न सकिँदैन र मिल्दैन, त्यो फरक विषय हो। त्यसो हुँदा त्यो विषय हो के चाहिँ भन्दाखेरि भारतको 10 गजा क्षेत्रमा भारतीय प्रशासनले खाली गर्नुपर्ने र नियन्त्रण गर्नुपर्ने हो र नेपालपट्टिको 10 गजा क्षेत्रमा नेपाल सरकारको प्रशासनले नियन्त्रण र खाली गर्नुपर्ने हो कुरा चाहिँ यो। अब त्यहाँ नागरिकले खेतीपाती गरेको कुरालाई सीमा अतिक्रमण भन्नु चाहिँ लज्जास्पद हो भन्ने लाग्छ। त्यो आफ्ना भारतको तर्फबाट पनि नेपालको तर्फबाट पनि यी प्रशासनिक कमजोरी हुन्। सीमा अतिक्रमण चाहिँ कुनै पनि राज्यको सुरक्षा फौजसहित त्यो टेरिटोरीलाई हस्तक्षेप गर्नु, जबरजस्ती आफ्नो कित्तामा हाल्नु चाहिँ सीमा अतिक्रमण हो। त्यो चाहिँ नेपालको तर्फबाट भएको छैन होइन। त्यसो हुँदा त्यो सबैभन्दा बढी भारतको तर्फबाट भएको छ। जस्तो मलाई लाग्छ हाम्रा 26 वटा जिल्ला भारतसँग सीमा जोडिया छन्, 23 वटा जिल्लामा सीमा विवाद छ। त्यो ताप्लेजुङदेखि कञ्चनपुरसम्म सबै तराईसँग जोडिएका प्रत्येक जिल्लामा मिनिमम 8-9 ठाउँसम्म र कम्तीमा 2 ठाउँसम्म यो ढङ्गले सीमा अतिक्रमण भएका छन्। त्यो स्थानीय जनताले पनि भनेका छन्। अब हाम्रा नेपाली किसानहरूको हातमा लाल पूर्जा छ। नेपालको नापीले सर्वे गरेर त्यसको नक्साको चाहिँ फिल्डबुक उतार गरेर मालपोतमा पेश नगरिकन त लाल पूर्जा पाइँदैन। अनि नेपाल सरकारले लाल पूर्जा जारी गर्ने अनि जग्गा भारतमा पर्ने, अनि जग्गा कसले मिच्यो? त्यो हिसाबले पनि त्यो समस्या न हिजोको सरकारले हल गर्यो न अहिलेको सरकारले हल गर्नेवाला छ। अनि एक थरी समर्थकहरू राष्ट्रिय मामिलाको विषयमा रुलिङ पार्टीकै साथीहरू के भन्नुहुन्छ भने विश्व हल्लाउने चाहिँ अभिव्यक्ति हो प्रधानमन्त्रीको। अहिले त संसारमा हङ्गामा छ अरे, मेरो देश अर्काले मिच्यो भन्दा हङ्गामा हुन्छ? यो त नालायकी हो, यो राष्ट्रद्रोही अभिव्यक्ति हो। यसमा यति नै भने। अब कानुनी विषय त अहिले अधिवक्ता दिनेशजीले राख्नु होला। कानुनको पाटोमा यो सरकार कति कानुन अवलम्बन गरेर हिँडेको छ भन्ने विषयमा तथ्यपरक ढङ्गले उहाँले नै जवाफ दिनुहुन्छ। र यो सरसर्ती हेर्दाखेरि कतिपय चाहिँ कारबाही गर्ने भनिएका
मुद्दा लगाइएका विषयहरू अनि अनुसन्धान गरेका विषयहरूमा यो देशको सिंहदरबार जलाउने उपर कुनै कारबाही हुनु पर्दैन? एउटा घर एउटा गोठ जल्या हो त्यो? नेपालको इतिहासको राष्ट्रको एउटा सभ्यताको केन्द्र पनि जल्या हो। यो चाहिँ घर जलाएर कोठा माग्ने छोराको ताल हो। त्यहाँ पनि कारबाही हुनु पर्थ्यो। कानुनको एप्लाई गर्दा त त्यसलाई पनि समेट्नु पर्थ्यो होला। अनि सर्वोच्च अदालत आगो लाउने कति न्यायिक कुरा हो? कुनै पनि संस्थालाई व्यक्तिका कमजोरी होलान्, तिनलाई कानुनको परीक्षणमा कानुनको जाँचमा हाल्नु पर्ला। अनि भ्रष्टाचार चाहिँ छुमन्तर गर्न आएको अहिलेसम्म कतिवटा भ्रष्टाचारका फाइल खोलिए होलान्, कति प्रयास भए होलान्। त्यसकारण कुनै व्यक्ति मन परेन, कुनै पार्टीको नेता मन परेन भनेका आधारमा च्याप समातेर जेलमा हाल्ने होइन होला। त्यो त कानुनको तहकिकातमा परीक्षण भएर प्रमाणित भएपछि अदालतले प्रमाणित गरेपछि जेल हाल्ने होला। त्यो कुरामा पनि सरकार ठिक ठाममा गएको हामीले महसुस गरेका छैनौँ। नेपाली जनताले महसुस गरेको विषय यो होइन, छैन। र अर्को विषय के छ भन्नुहुन्छ भने अहिले पछिल्लो समय करको विषयमा अथवा अर्थमन्त्रीले ल्याएका प्याकेजका विषयमा मैले 2-3वटा कुरा सैद्धान्तिक रूपमा भन्न चाहन्छु। अब अर्थविज्ञ भए त्यसको डाटाबेसमा भन्थे, म अर्थविज्ञ होइन। त्यसो हुँदा सैद्धान्तिक रूपमा के हो भने किसान 2 करोड लगानी गर्ने किसानलाई चाहिँ 40% दिने अरे। तपाईँ मिडिया कर्मीहरूलाई म प्रश्न गर्न चाहन्छु, तपाईँ पनि नेपाली धरतीले जन्माएका किसानकै छोराछोरी हुनुहुन्छ भन्ने मेरो बुझाइ हो। त्यसो हुँदाखेरि यो देशमा 2 करोड सम्पत्ति नभएका किसान कति होलान्? जसको सम्पत्ति नै 2 करोड छैन भने उसले लगानी 2 करोड कहाँबाट गर्छ? जसको जेठा नै 2 करोडको छैन। त्यो 2 करोड जेठा नभएका नेपाली किसानहरू झन्डै 70% होला। यो अनुमान हो मेरो। 70% किसानसँग 2 करोडको सम्पत्ति छैन। त्यसो हुँदा 10% किसानहरूसँग 2 करोड बराबरको सम्पत्ति होला। 2 करोडको जम्मा सम्पत्ति हुनेले लगानी 2 करोड कसरी गर्छ? उसको जायज यथा राख्दा 2 करोड आउँछ, त्यसको ब्याज तिर्न सकेन भने ऊ फेरि सुकुम्बासी हुन आइपुग्छ, ब्याङ्कले खाइदिन्छ त्यो। भनेपछि अब 4-5 लाख, 10 लाख, 20 लाख, 50 लाखसम्मको सम्पत्ति हुने किसानहरूको सङ्ख्या कति होला? अनि ती किसानहरूलाई यो बजेटले कहाँनिर सम्बोधन गर्यो? त्यसकारण यो सरकार शोषित, पीडित, उत्पीडित, गरिब किसानहरूको पक्षमा छैन। यो बजेट गरिब किसानको पक्षमा छैन। यो सिधा उसको व्यवहारले देखिन्छ। त्यसकारण यसले यो किसान मैत्री भएन। साना किसानलाई, गरिब किसानलाई, मध्यमवर्गीय किसान समेतलाई यसले समेट्दैन। अब अपवाद धनी किसानहरूले त्यति लगानी गर्न सक्नु होला, यो पनि अनुमान हो होइन। अब कति सम्पत्ति भएकोलाई धनी किसान बन्ने, त्यो पनि फेरि एउटा बहसको विषय बन्ला। कति सम्पत्ति हुँदा त्यो धनी किसान हुने हो, यो कुरा होला। त्यसो हुँदा यो बजेटले गरिबलाई सम्बोधन गर्दै गरेन। त्यसो हुँदा यो सच्याइनुपर्छ भन्ने हो। अर्को अहिले धेरै चर्चा भएको विषय BYD को छ। अब यो बजेट तर्जुमा गर्दै गर्दा त्यसको हिडन गुदी कुरा थाहा हुने 3 जना पात्र हो। एउटा अर्थमन्त्री, एउटा राजस्व सचिव, अर्को अर्थ सचिव। यो 3 जना बाहेक अन्त हुँदैन। त्यो सूचना चुइयो कि चुइएन? अनि ठिक्क बजेट घोषणा हुनुभन्दा 2 दिन अगाडि झन्डै चाहिँ 700+ गाडीहरू कसरी भित्रिए? प्रश्न त यो हो नि। भनेपछि हिजो अरूले देश बेचे, खाए, भ्रष्टाचार गरे, प्लेन बेचे, के भने यी तमाम कुरामा 2.5 महिना भयो यो सरकारले अनुसन्धान गरेर वाइट बडीमा, न्यारो बडीमा, एनसेलको फौजीमा होइन, टेरामक्समा के हेरेर बस्या त? विपक्षीले हात समाइदिएका छैनन्। सरकारको त आफ्नो संयन्त्र छ। अनि त्यो संयन्त्र परिचालन गरेर आजसम्म मुद्दा दायर गरेर त्यसको अनुसन्धान फाइन्ड आउट गरेर मुद्दा दायर गरेर अपराधीहरूलाई चाहिँ समाउने प्रक्रियामा यो सरकारलाई कसले छेको? संसदमा विपक्षी पार्टीले प्ले कार्ड देखाइदिएका कारणले होइन, विरोध गरिदिएका कारणले हातखुट्टा त समातेका छैन सरकारको। त्यसो हुँदा यो सरकार उता छैन। त्यसकारण आफ्नो सम्पत्ति पनि चाहिँ सम्पत्ति शुद्धिकरणमा प्रश्न उठ्छ भनेपछि चाहिँ त्यो सम्पत्ति शुद्धिकरणको प्रक्रिया पनि यो सरकारले डिले गरौ पर्दा हाल्यो। यो हाम्रो आरोप हो। त्यो काम सुरु गरोस्।
सरकारले सम्पत्ति शुद्धिकरणलाई कडाई गरोस्। यो हाम्रो माग हो, यो आम नेपाली जनताको माग हो। यो देशलाई बन्धक बनाएर नेपाली जनताको सुख सुविधा भ्रष्टाचार मार्फत लुट्नेहरूलाई जेल सजाय दियोस्। हामी सहयोग गर्छौँ, समर्थन गर्छौँ, तर चाहिँ हल्ला मात्रै गर्ने। हिजो पूर्व एकजना अर्थमन्त्रीले अलिअलि गजेङ मजेङ गर्दा मुसो छिरो भनेर मुसो बनाउनेहरू अहिलेको अर्थमन्त्रीले बजेट तर्जुमा गर्दै गर्दा वन ढाडे नै छिरेछ। 12-14 पेज त चाहिँ बजेटका चाहिँ पढ्नै हराए भन्ने कुरा आएको छ। हावा नचली पात पक्कै हल्लिएन। त्यसो हुँदाखेरि यो बजेटले आधारभूत वर्गका गरिब किसान र मजदुरलाई सम्बोधन गरेको छैन, गरेन। अब कहीँ बजेटमा त्रुटि भएको भए अहिले अधिवक्ताज्यूले पनि भन्नु होला, त्यो हाम्रो संसदीय अभ्यासमै कानुनी व्यवस्थै छ त। नमिलेर अपुग भएको ठाउँमा त्यही संसदभित्रबाट इन्डोर्स गर्न सकिन्थ्यो कि पूरक बजेटको रूपमा। अनि त्यो बाटो सरकारलाई कसले रोकेको थियो? अनि बन्द कोठामा ढोका लाएर ती 12-14 पन्ना पेजमा इलेजर लाएर कसका लागि खेती गरेको हो अर्थमन्त्रीज्यूले? अब त्यो बिआइडी वाला कम्पनीलाई के कारवाही हुन्छ? 120 करोड राजस्व ठगी भयो भन्ने त कुरा आइसक्यो। भनेपछि 120 करोड कसले बदमासी गरे हो? 1 अरब 20 करोड। प्रश्न त यही सरकारमाथि सोझियो। त्यसो हुँदा यो सरकार न कानुन सम्मत, न न्याय सम्मत, न सुशासनको पक्षमा हिँडेको छ, न राष्ट्रियताको पक्षमा बलियो गरी उभिएको छ। हैन, शिक्षाको बारेमा पनि ठुलो कुरा गरिन्थ्यो। त्यो शिक्षा नीति पनि नेपालको भूगोल, नेपालको हावापानी, नेपालको मौलिक प्रणाली अनुसारको शिक्षा नीतिमा ठुलो फेरबदल गरेर यो देशको आम नागरिकका छोराछोरीले यो देशको सार्वभौम सत्ता पढ्न पाउनुपर्ने, हैन, राष्ट्रिय स्वतन्त्रताका बारेमा पढ्न पाउनुपर्ने, राष्ट्रवादी देशभक्त चाहिँ अगुवा योद्धाहरू बारे पढ्न पाउनुपर्ने। अनि त्यो त छैन। अब जेरुसलमका पण्डितहरूको बारेमा पढेर यो राष्ट्र बुझिन्छ। त्यसकारण यो सरकारले शिक्षामा गुणात्मक सुधार गरोस्, कम्तीमा देश पढ्न पाइयोस्, नेपालको भाषा, सभ्यता, संस्कृतिको संरक्षण गर्ने दिशामा नेपाली जनताका छोराछोरीहरूले त्यसबारे ज्ञात हुने अवसर पाउनुपर्छ। हाम्रो माग छ यो सरकारलाई। तर यो सरकारका मान्छे त सुन्न तयार छैनन्। उनीहरू यो विषयमा अध्ययन तक गर्दैनन्। उनीहरू यो भिडियो तपाईहरुले हालेपछि गाली गर्न, हैन, यति तुच्छ गाली गर्न आइपुग्छन्। यस्ताहरूबाट मुलुक समाज कस्तो निर्माण होला? हैन, राजनीतिक र यो चाहिँ चेतनाको हिसाबले चाहिँ ठिकठाकमा छैन। राष्ट्रियतामाथि कुठाराघात भएको छ। र अन्तिममा तपाईहरुलाई मैले भन्ने कुरा एउटा के हो भने, राष्ट्रियताकै सवालमा मैले थाहा पाएँ भन्दा हाम्रो सम्माननीय प्रधानमन्त्रीले यो देशको 71 स्थानमा सीमा अतिक्रमण भएर लिपुले, कालापानी, लिम्पियाधुरा सहित 60,662 हेक्टर जमिन अतिक्रमण भएको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता र महेशपुरमा भारतीय सुरक्षा कर्मीले पसेर त्यहाँको तटबन्धन बाँध्ने कुराहरूमा पनि रोक लगाएको कुरामा यो सरकारको ध्यान आकर्षण भयो कि भएन मलाई थाहा छैन। सरकारको ध्यान आकृष्ट होस्। र म यो मञ्चबाट पनि एउटा शब्द भन्न चाहन्छु। श्रम संस्कृति पार्टीको अध्यक्ष माननीय हर्क साम्पाङज्यूले आगामी दिनमा हामी सचिन्छौँ राष्ट्रिय स्वतन्त्रता, सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा असर नपर्ने, अभिव्यक्ति नदिने, कर्म नगर्ने र यो संसदबाट त्यो सङ्कल्प प्रस्ताव पारित गरौँ भनेर चाहिँ हाम्रो पार्टीको अध्यक्षले माननीय हर्क साम्पाङले चाहिँ त्यो प्रस्ताव राख्नु भएको छ। अब म प्रश्न गर्न चाहन्छु, हाम्रो यो सार्वभौम सदन राष्ट्रप्रति जिम्मेवार हो भने त्यो सङ्कल्प प्रस्ताव कि ठिक छ भन्नु पर्यो कि ठिक छैन भन्नु पर्यो? प्रधानमन्त्रीज्यू अथवा सभामुखज्यूले यो सङ्कल्प प्रस्तावको बारेमा जनताप्रति धारणा व्यक्त गर्नुपर्छ भन्ने माग पनि गर्न चाहन्छु। र मैले छोटोमा यही विषयवस्तुहरू राखेँ। यहाँहरूको समयप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद।
जय सोइमान भन्न चाहन्छु।